भन्न कम ब्याक टु माई न्यू ब्लग। अनि आज चाहिँ हाम्रो चुतियाको बर्थडे। यसको मेरो तर्फबाट जन्मदिनको धेरै धेरै शुभकामना। ह्याप्पी रिटर्न्स अफ द डे। थ्याङ्क यू। अनि पैसा हिजो नि हामीले राति नि गरेको अघि भर गरा थियो ह्याप्पी बर्थडे भनेर। आज चाहिँ बर्थडेको दिन। आज चाहिँ हामी दक्षिण कान जान लागेको। सो त्यसको लागि अब चाहिँ हामी के गर्छौँ भने तल जान्छौँ अनि इन्ड्राइभ बुक गर्छौँ। अनि त स्याल चाहिँ नभन गाई यस्तो नहो। यसको लुक्स आकाशको लुक्स जीवन चाहिँ त्यहाँ हुँदैछ। ओला मेरो लुक्स देखाइदियो त। म चाहिँ फुलमा छैन अलिकति प्यान्ट सेतो त्यो त्यति नै छ। धेरै चाहिँ लगाएको छैन। अनि अब चाहिँ हामी जान्छौँ निस्किन्छौँ त्यहाँ गएर रिचार्ज हाल्छौँ पहिला सुरु। त्यस पछाडि ड्राइभ बुक गर्छौँ। जाउँ त आकाश किन अब चाहिँ हामी रिचार्ज जान्छौँ। अब चाहिँ हामी यता छत्री के अरे ठाउँको नाम हो यसरी मैले बिर्सिसकेको मैले नि बिर्सिसकेँ। खत्री छाप नङ्गल बस पार्कमा आइसकेको छौँ। अनि हाम्रो सुदीप भाइ पनि आइसकेको छ र अलिकति त्यसले हामीलाई सरप्राइज दिएको जस्तो गर्यो तर दिएको जस्तो भएन किनभने हाम्रो रियाक्सन साइलेन्ट मुडमा निस्क्यो। त्यो भएर वाउ आउँछ होइन। अब त्यो केटीहरूले वाउ यताउता गर्ने भए चाहिँ रियाक्सन निस्किन्थ्यो होला तर हामी त्यस्तो निस्केन होइन। जस्तो छ त्यस्तै हो नि त। जस्तो थियो त्यस्तै हो। सो अब चाहिँ म एकछिन बस्छु। कस्तो ठाउँ दोस्त मैले हेलिकप्टर बुक गरिदिएको खै आउँदैछ मैले हेलिकप्टर बुक गरिदिएको साथीको लागि अब आउँदैछ होला होइन। अब चाहिँ हामी एकछिनमा निस्किन लगाएको हुन्छ केटा हो गयो मिलाएर बस्छ अलिकति। अब चाहिँ अब हामी इन्जोय गर्ने आयो यहाँ हुनुहुन्छ अङ्कल त ओ त जीवनको गोजीमा बस्न होइन। अब चाहिँ हामी निस्किन लाग्यौँ। सो अब चाहिँ हामी निस्किसकेको छौँ। झ्याल खुलेकै छ सोल्टा। अब झ्याल खुलेकै छ सोल्टा। अब चाहिँ हामी अलिकति अगाडि बढ्छौँ। फेरि मलाई जहाँ आएको त्यहीबाट फर्केन तर टाउ हो। हामी नगरपालिका आइसकेको छौँ। नगरपालिका काटिसकेको छौँ। अब चाहिँ अब चाहिँ हामी दर्शन काली मन्दिर गेटमा आइसकेको छौँ। हामी होइन आकाश बस्छ। म त बस्दिनँ आकाश बस्छ। अब ट्याक्सी ट्याक्सी छ अङ्कललाई अङ्कल थाहा हुँदैन होइन गयो कता ऊ त्यहाँ म्याच छ सोल्टा त ऊ त्यो है ऊ त्यो चार्ज गर्छु नि चार्ज आफ्नै इच्छाले हो भाइ। त्यहाँ हाल्न मन लाग्ने हालिदिनु नभए त्यतिकै आउनु। अब अङ्कलले नै हामीलाई गाइड गर्नुभएको छ। तल झ्याल खोलेछ मन नहुँदैछ। अब चाहिँ हामी अलिकति अगाडि गएर उत्रिन्छौँ। सो अब चाहिँ हामी झरिसक्यौँ। झरेर यसले चाहिँ यो सामानहरू किन्छ अनि यहाँ चाहिँ के गर्छ सोल्टा तिनीहरूलाई पर्खिनु होला नि त होइन। त हिँड्दै तिमीहरू चाहिँ हिँड्छ न त हामी तिनीहरू लिएर आउँछ सँगै जाऊँ न ल। है त हामी त टिका लगाउँदैछौँ होइन। अब त्यति धेरै लाइनमा त्यो हेर्नु त्यहाँ कति धेरै लाइन छ यहाँ। अब त्यति धेरै लाइन बसेर त्यति धेरै लाइन बसेर टिका लगायो भने त पूजा गऱ्यो भने त आज त बिहान हुन्थ्यो राति हुन्थ्यो। त्यही भएर हामी
उल्टो सो अब चाहिँ हाम्रो टिका लाइन आउँदैछ बस्यो अब बाँच्छौँ त्यहाँ माथि 350 दिन बाइक 300 भने यसको 350 दिन बाइक छ त्यो दिन प्रसाद खानु सोल्टा प्रसाद यसले चाहिँ प्रसाद चाहिँ गर्छ मन्दिरमा चढाएछ अब चाहिँ हामी आइसकेको छौँ अब चाहिँ हामी माथि चढिरहेको छौँ भ्यू चाहिँ राम्रै छ होइन तर माया कस्तो मेरो यति जाडो छ कि यार त्यो दर्शनकाल ओ एकछिन फोटो खिच्दैन सोल्टा होइन नगरपालिका छिनुबिरी यस्तो जाडो भएको थियो नि यार मलाई त माया कसम ल शङ्कर जहाँ पनि खुवामा र खाएर जानु भयो यार कहाँ खाएँ कुन ठाउँमा खानु यार तल खान्छ भन्ने आएको छ मैसोल्टा तलै खानुपर्छ त सो माथा मन्दिर जाने बाटो जब चाहिँ हामी आइसक्यौँ अब चाहिँ हामी माथि जान्छौँ ए साइको भएर यार यता यता सो उरुम त सो त्यहाँ चाहिँ एउटा मैले 2-3वटा चिजमा आएको छु होइन दोस्त म 3-4वटा चिजमा आएको छु म तर सानो बेलामा आएको थिएँ होइन ठाउँै तर मैले बिर्सिँदै आएको थिएँ ए याद भएको कि नभएको 3-4वटा मागेको छु अब त्यो चाहिँ पुरा होस् भन्ने आशा होइन भगवान् अब चाहिँ हामी तल आइसक्यौँ माथि मन्दिरबाट के हो यो क्या हामी कहाँ हो अझ क्या भएको मैले क्या हाल्छ मलाई हङ्न बसिरहेको थियो बिचरा थिङहरू छ सामानहरू यति धेरै छ यार यहाँ जेसीबी यहाँ छ जेसीबी यहाँ छ किन लागि होइन यस्तरी हिँड्दाखेरि त यस्तो देखाइदिएन भरे अनि बरु यस्तो गर्दै अनि यस्तो गर्दै होइन त्यसो गर्दै फोन आयो गाइस सो अब चाहिँ हामी आइपुग्यौँ ल हामी माथि चढ्यौँ चाहिँ मैले दुइटा घाँसपात रहेछ केटा हो होइन माथि त्यहाँ जाउँ त्यहाँ मुतिरहेछ आशिका दिदीलाई कल गरेर बोलाउनु पर्छ क्या 98 84 4 बोका 4 खसी पाठी भयो त्यसपछि एकछिन बसौँ होइन गोमन सर्व हो ए हाम्रो मुन चाहिँ यस्तो रहेछ केटाहरू चाहिँ बस्छु नर्मल केटाहरूले बसिरहेको छ घरमा लिइदिनु होला है मन्दिर जाने धेरै रहेछ राखेको रहेछ त्यो केटाहरूले प्रसाद धेरै लिइदिनु ल ल भिडियो यसलाई देखा न लौडु मन्दिरमा आएर मलाई यस्तो यस्तो बोल्न बाध्य नगर है त मैले भिडियो गरेको छु भिडियो गर्नु एकचोटि ल हेर्नु एउटा चिज भन्छु भन्न त्यहाँ भन्न हातमा नरिवेल बाँदरको हातमा नरिवेल बाँदर थोरै न यो मुला होइन र म अब चाहिँ हामी नरिवेल निस्क्यौँ है उहाँले मोबाइल फाल्यो जाउँ त्यो बोको एकजना बोको यहाँ मैले अघि बोकेर अब जाम लाग्यो जीवन तिमीहरू त्यो गऱ्यो त्यो दाइ त्यो किनेर आइदिए त्यो यस्तो बज्रा खालको लिएर आइज यस्तो बज्रा खालको लिएर आइज यस्तो बज्रा खालको त्यो 100 रुपियाँ त हो नि मम्मीलाई एकछिन फेरि यस्तो त्यही भएर हो क्या अरू छँदै छैन त्यहाँ त्यो त्यो तान्त्रिकले लगाउनु जस्तो मालाहरू छ त्यो के लिइदिनु एउटा यस्तो बज्र जस्तो लिएर आइदिए होइन बज्र जस्तो होइन यस्तो योवाला लिएर आइदिए योवाला तैसँग छैन खै त्यो मलाई लिएर त्यो मलाई लिएन फेरि देखा न ल
तँसँग यस्तो खाले छैन घरमा त यो चाहिँ दादाले दे अनि यस्तो खाले चाहिँ किन भनेको अर्को त्यस्तो खाले त्यही त अब यस्तो खाले अर्को किन त त्यस्तो खाले अब चाहिँ हामी हिँड्न लाग्यो हिँडिरहेको छौँ रुक्न त्यो अङ्कलले कल गर्नु निस्क्यौँ ओ स्याल नचल यहाँ चिप्ल्यो भने त फर्साद आउँछ त्यहाँ ओ अब जान्दैन ए बिस्तारै मेरो जुत्ता झन् चिप्लिँदो रहेछ नानो स्याल नगरा न स्याल बाटो चाहिँ लास्टै भएन थियो झन् म यस्तो बुट लगाएर आइदिएको क्या चिप्लिन्छ चाहिँ हामी निस्किनु लाग्यो ऐको अङ्कल लाग्यो ऐको अङ्कलसँग जाने कि अर्को बुक गर्ने ल जान्छौँ ल रुकै म कल गर्छु म चाहिँ बेसी कल गर्छु अब चाहिँ हामी झरेर अब जानु लाग्यो ऐनकै सिट हो ऐनकैमा पारेर मऱ्यो के हुन्न केटा ल अघि त अब चाहिँ हामी जानु लाग्यो ओ केटा सामानदेखि बिर्सेको छैन नि ल छैन त्यो उ त्यो भन्दा ज्याकेट छैन ल अब चाहिँ हामी ठाउँको नाम के हो यार एउटा बाहिर झ्यालबाट हेर्दा हामी त्यो ठाउँको नाम इटा पाल्दा ठाउँको नाम इटा बाल्नु अरे अब के भन्छ साईको खोइ अब चाहिँ हामी ए हामी तौर आइसक्यौँ गाडी नि बिग्रियो सो अब चाहिँ हामी तौर आइपुग्यौँ अब गाडी बिग्रियो हाम्रो खै म नि उत्रिन्छ यार म चढ्छु एकछिन ओ ल उठेत खस्यो ल सन्ज झर्ने अर्कोमा जाऊ नि ल इन्ड्राइभ गरेर त हस् अब हामी त अर्को इन्ड्राइभ गर्ने बेला पो गाडी बिग्रियो म चाहिँ गर्छु अर्को गाडी आइसक्यो हामी चाहिँ अब हाम्रो अर्को गाडी आइसक्यो अब हामी निस्किनु छौँ ब्लुटुथ अन गर्नु न ज्याक नि छैन ज्याक ब्लुटुथको सुविधा छैन रहेछ त्यो नगरे त्यो साइड अलिकति डेन्जर है भनेमा म चाहिँ अब चाहिँ हामी हिँड्यौँ यहाँ हाम्रो गाडी बिग्रिसक्यो त्यही जे बुझ्नु छ बुझ्नु होला फ्यामिली गाडीबाट झर्छ म चाहिँ कन्फ्युज छु कता जाने भनेर अब एउटा राम्रो ठाउँ हेरेर जानुपर्छ अब ए कहाँ जाने भन् ल टायर बसाल्दा उनीहरूको भेजा छैन नि अर्को घोप्रोमा एक दुई सर्ट हाम्रो चाहिँ थाहा पर्छ जति अब चाहिँ हामी अलिकति भित्र छौँ ए चाँडा आइज चिया आउनु लागिसकेको छ आइसक्यो भन्दा नि हुन्छ आइसक्यो ल गएको खाने खाए चिया र कि ढुन हजुर 5 वटा मलाई यो डरमा मोबाइलमा त यो त ठ्याक्कै देखिँदो रहेछ साँच्चीकै जस्तो ल आयो अब चाहिँ हामी खान्छौँ हामी खाजा नमाइपुग्यौँ ओ यार लास्ट टाइम कहिले आएको थियो अरे लास्ट टाइम अघि ल अब चाहिँ मिले यहाँ रहेछ ल केटा अर्डर गर्ने के खान्छस् तिमी त ममा बक्स त खाँदैनौ थाहा छ मलाई मैले के खान्छु गरिदिएँ मैले के खाने फेरि हेरौँ न यसले के खाँदैन यसले बक्समा खाँदैन कसले हेर्दैछ होइन हेर्दैछ मैले भन्छ अब भात पाइँदैन हेर्नु केटा मलाई भात खान मन लाग्यो सो अब चाहिँ हामी अर्डर गर्छौँ बफ 5 वटा ससेस अनि 5 प्लेट बफ चाउमिन हजुर 5 वटा है त अरू केही खाने र
जुस छ अहिले यो हो नि त हाम्रो मेन अहिले एकछिन भन्छौँ होइन हाम्रो पेमेन्ट गर्ने हामीले चाहिँ अर्डर गरिसक्यौँ यहाँबाट के अर्डर गऱ्यौँ भन्दाखेरि यो ससेस अनि यो 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 मोमो होइन चाउमिन बफ 120 चाहिँ हामीले अर्डर गऱ्यौँ चाहिँ हामी खाजा खाएर निस्किसक्यौँ निस्किने बेला अब त्यो खै के गरे केटाहरूले ताल मिलायो न सुर मिलायो सो अब आजलाई चाहिँ यति नै आई होप तपाईँले अन्तिमसम्म हेरेर साथ दिनुभयो र आउने भ्लगमा यसरी सपोर्ट गरिदिनु होला र फेरि पनि ह्याप्पी बर्थडे टु यु